हेलो हजुर सबैमा नमस्कार। आजको भिडियोमा म जापानको अनौठो रेस्टुरेन्टमा लैजाँदैछु जहाँ छन् त केवल रोबोट मात्रै। मानिसहरूले पकाउने काम गर्छ र सर्भ गर्ने पैसा काट्ने पनि अटोमेटिक हुन्छ। आउनुस् आजको भिडियोमा हामी जापानमा रेस्टुरेन्ट खोलेर सबै काम रोबोटबाट के कसरी गर्छन् मानिसहरूले आजको भिडियोमा हेर्नेछौँ र जापानको खाना के कस्तो छ। यो चाहिँ हाम्रो लागि खाना ल्याइदिँदैछ। रोबोटले के कसरी वेटर गर्छ भनेर हेर्न आएको त मलाई वेटर बनाइदिरहेको छ। अब मैले आफ्नो खाना आफै सर्भ गर्नुपर्ने छ। यस्तो छ यो खास काम गर्नुपर्ने होटलको मानिसहरूले अब आफैले गर्नुपर्ने छ। मान्छे एउटा देख्दैन काउन्टरमा, बिल पनि हातमा थमाइदिइसकेको छ। हामीले सबै सामान तानिसकेपछि अनि चाहिँ हामीले ओके गरिदिनु पर्छ।